नमस्कार सबैजनालाई। यति बेला म फर्मबहादुर खत्री, गलकोट नगरपालिका वडा नम्बर 3 को वडा अध्यक्ष। यति बेला म गलकोट नगरपालिकाको गलकोट क्षेत्रको एउटा ऐतिहासिक स्थल गलकोट यो कोटघर परिसरबाट आफ्ना विचारहरू दिइरहेको छु। यो विशेष गरी गलकोटको हामीसँग उपलब्ध स्रोत अनुसार, अभिलेख अनुसार यो गलकोटको सबैभन्दा पुरानो ऐतिहासिक स्थल हो। यो विक्रम सम्वत 1631 सालमा पर्वतको राज्य टुक्रिसकेपछि त्यहाँबाट एक भाइ राजा यहाँ आएर, जितारी बमल्ल कान्छा छोरा यहाँ आएर आफ्नो शासन सत्ता यही ठाउँबाट सुरुवात गर्नुभएको थियो र 1631 देखि यो 1844 सम्म यो स्वतन्त्र गलकोट राज्य हो र यहाँबाट शासन सत्ता स्थापना भएको थियो र यो महत्त्वपूर्ण शक्तिपीठ पनि हो। 1844 सालमा बहादुर सिंह शाहको पश्चिम नेपाल एकीकरण अभियान अन्तर्गत यो चाहिँ नेपाल को केन्द्र राज्यमा गाभिएको थियो। त्यस पछाडि पनि लगातार रूपमा रजौटाहरूको रूपमा यो गलकोट राज्यको शासन यही ठाउँबाट धेरै वर्षसम्म सञ्चालन भएको र करिब करिब विक्रमको 1900 साल पछाडि यो चाहिँ हाम्रो गलकोटको सर्दाखेत भन्ने ठाउँमा यहाँबाट राजाहरू गए, रजारा हुँदै सर्दाखेत जानुभएको र सर्दाखेतबाट 1988 सालमा त्यहाँ फेरि नयाँ एउटा दरबार हाम्रो गलकोट राज्यका अन्तिम राजा भरतबम मल्लज्यूले काठमाडौँमा राणा परिवारसँग विवाह गरिसकेपछि त्यसपछि एउटा बेलायती मोडेलको दरबार त्यहाँ चाहिँ स्थापना भएर फेरि लामो समयसम्म त्यो रजौटाको रूपमा त्यहाँ हाम्रो गलकोटमा शासन सत्ता सञ्चालन गरेको र त्यो अहिले हाम्रो गलकोटको वडा नम्बर 5 हरिचौरमा रहेको ऐतिहासिक दरबार र यो कोटघरको बिचमा 1631 देखि आजसम्म पनि यसको ऐतिहासिक निरन्तरता छ र अन्तिम मल्ल राजा भरतबम मल्लका पलाटी मन्जेस बम मल्ल अहिले प्रतिनिधिको रूपमा यहाँ कर्ताको रूपमा यहाँ पूजा गर्न आउनुहुन्छ। अब यो दशैंको बेलामा प्रत्येक नवरात्रमा उहाँ काठमाडौँ बसे पनि र उहाँको अन्य परिवारसँग पनि हाम्रो सम्पर्क छ र यसरी यसको एउटा ऐतिहासिक र धार्मिक महत्त्व, यसको गलकोट क्षेत्रमा ठुलो धार्मिक महत्त्व पनि छ। गलकोट क्षेत्रका यो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडीघाट र हाम्रो बरेङ गाउँपालिकाका धेरै ठाउँहरूबाट यहाँ चैते दशैं र बर्खे दशैंमा आफ्ना भक्कलहरू, आफ्ना मनका इच्छाहरू पुरा गराउनको लागि मान्छेहरू यहाँ आउने गर्नुहुन्छ। चैते दशैंमा ठुलो मेला लाग्छ, त्यो मेलामा पनि धेरै महानुभावहरू यहाँ उपस्थित हुनुहुन्छ र यसै सन्दर्भमा हामीले यो एकातिर यसको ऐतिहासिक र यसलाई धार्मिक रूपले अझै यसको प्रवर्धन गर्नको लागि गलकोट नगरपालिका स्थापना भइसकेदेखि हामीले यहाँ धेरै कामहरू गरिरहेका छौँ। यो जीर्ण भएको कोटघरलाई नेपाली सेनाको श्रीमेयर गणको सहयोगमा हामीले र गलकोट नगरपालिका वडा नम्बर 3 को संयोजनमा स्थानीय जनसमुदायको हामीले 5-5 हजार पैसा उठाएर कतिपय सवालमा हामीले ढोकाहरू, ज्यालहरू पनि हामीले उहाँहरूबाट यहाँ चढाउनु भएको छ। यसरी हामी सबै मिलेर यो कोटघर निर्माण गरेका छौँ र अहिले यसका संरचनाहरू अन्य यसको नजिकै बगैँचाहरू निर्माण गर्ने, यहाँ एकजना आफ्नो यसको लागि एउटा घर पनि बनाइदिनु भएको छ। त्यो घरमा यहाँ आउने श्रद्धालु भक्तजनहरू बस्नको लागि सुविधा होस्, हावापानी हुरी चल्दा भनेर हाम्रो रामबहादुर सानीज्यूले आफ्नो हजुरबाको सम्झनामा बनाइदिनु भएको छ। यस्तै थुप्रै हाम्रा नाम लिइरहँदा थुप्रै हाम्रो यो गलकोट कोटघर पनि यो लेखेको यो खुकुरी घर नेपाली सेनाको श्रीमेयर गणबाट नै निर्माण भएको हो। यो मौलो क्षेत्र पनि उहाँहरूबाटै निर्माण भएको हो र यहाँ समितिको तर्फबाट थुप्रै सामग्रीहरू उपलब्ध गरेर यो निर्माण गरेको र यसको सबै हिसाब किताब यो पुनर्निर्माण गर्दा पारदर्शी ढङ्गबाट गलकोट कोट मन्दिर व्यवस्थापन समितिले राखेको छ र त्यसलाई अनुगमन समितिको रूपमा हामी गलकोट नगरपालिका वडा नम्बर 3 रहेका छौँ र यसलाई अब हामीसँग सीमित साधन स्रोत भएको कारणले र केन्द्र सरकारले अलि ठुलो बजेट दिएको अवस्थामा यसलाई अझ हामीले राम्रो बनाएर अगाडि बढाउने छौँ र हाम्रो इतिहास जहाँ 1631 भन्दा अगाडि यहाँ गलकोटमा साना साना राज्यहरू पनि भएको हामी पाउँछौँ र त्यो 8औं शताब्दीमा हाम्रो
माईको थान त्यहाँ मगर राजाहरूले स्थापना गरेको माईको थान छ र त्यो मगर राजाहरूले स्थापना गरेको माईको थानमा पछि यो गलकोट राज्य हुँदै जाँदा हाम्रो चाहिँ पाल्पाको रानीलाई यो हाम्रो पर्वतमा बिहे गर्ने क्रममा जुन कोटहरूमा त्यो मूर्ति भोकेका ती उपहारहरू लिएर आउनुभएको थियो बाछा बसेको ठाउँमा पनि ती मूर्तिहरू उपहार स्वरूप दिएकोले हाम्रो माईको थानमा बागलुङ र गलकोटका माईलाई दुई बहिनीको रूपमा पनि परिभाषित गरिन्छ र यो धार्मिक दृष्टिकोणले र हाम्रो यो समाजमा हजारौँ वर्षदेखिको यसले सभ्यताको एकताको संस्कृतिको र हामी सबै एकै ठाउँ बस्ने प्रचलनको विकास यही ठाउँबाट भएको कारणले यो अत्यन्त महत्त्वपूर्ण छ र यसलाई भावी दिनमा यसका विकासका पूर्वाधारहरू निर्माण गरेर पर्यटकीय स्थानको रूपमा पर्यटकीय क्षेत्रको रूपमा पनि यसलाई अगाडि बढाउने र यो गोलो डाँडामा हतियार राख्ने घर निर्माण गरेर कोत हतियार राख्ने घरलाई कोत भनिन्छ त्यो घरमा शासन सत्ता पनि यहीँबाट सुरुवात भएकोले यो गलकोट नामाकरण भएको कुरो पनि गलकोट नगरपालिका हिजोको गलकोट राज्य नामाकरण भएको स्थान भएको भएर पनि यो चाहिँ अत्यन्तै हाम्रो लागि महत्त्वपूर्ण छ।